सुरुमा यो होल्डिङ ब्ल्याङ्केट, अनि त्यसपछि यसमा चाहिँ बेबीको लुगाहरू छ। त्यसपछि चाहिँ यो स्याडल र्यापर, यो पनि ब्ल्याङ्केट नै हो सानो साइजको। त्यसपछि यो चाहिँ बेबीको डाइपर न्यूबोर्न। अनि त्यसपछि यो फिडिङ बोतल छ एउटा, अनि बेबीको लागि कोकोनट ओइल। त्यसपछि यो बेबी वाइप्स एक प्याकेट। त्यसपछि यो टिस्यु पेपर। त्यसपछि यो टावेल, यो पनि बेबीको लागि हो। त्यसपछि यसमा बेबीको लागि न्यापी छ। त्यसपछि यो चाहिँ गाउन मेरो लागि। अनि यसमा दुईटा पेटीकोट छ कटनको। यो चाहिँ खास्टो। त्यसपछि यो पनि एउटा गाउन हो मेरो लागि। त्यसपछि यो चाहिँ एउटा पटुका। त्यसपछि एउटा बटुको चम्चा, बेबीलाई केही गरी दुध खुवाउनु अप्ठ्यारो भयो भने यसबाट खुवाउने भनेर। त्यसपछि एउटा चाहिँ यो युरिन म्याट बेबीको लागि। यसमा चाहिँ मेरो मोइस्चराइजरहरू, क्लिप्स, कोम, लिप बामहरू छ। यो अन्तिममा चाहिँ हामीले सुरुदेखि चेकअप गराएको डकुमेन्टहरू के छ, अल्ट्रासाउन्डको सबै डक्टरहरूले देखाएको रिपोर्टहरू चाहिँ यो पनि यसै फेरि कुन च्याप्टर?